युएसले 1873 मा कोइन एक्ट ल्याएर चाँदीमा आधारित मुद्रा प्रणालीलाई अन्त्य गर्दै सुनमा आधारित प्रणालीमा गयो। यसले पैसाको आपूर्ति घट्यो र 5 वर्ष लामो आर्थिक मन्दी ल्यायो। पछि सन् 1878 मा चाँदीलाई पूर्ण प्रणालीमा फर्काइयो। त्यस्तै सन् 1969 मा राष्ट्रपति निक्सनले $100 भन्दा माथिका नोटहरू अमान्य गरिदिएपछि यस कदमले ब्ल्याक मनी नियन्त्रण ब्याङ्किङ सिस्टम मजबुत हुन मद्दत गरेको मानिन्छ। घानामा सन् 1982 मा 50 सिडीको नोट अमान्य गर्यो। त्यसपछि जनताले आफ्नो सम्पत्ति विदेशी मुद्रा र सुनमा राख्न थाले। परिणामस्वरूप ब्याङ्किङ प्रणालीप्रति विश्वास गुम्यो र कालोबजारी बढ्न पुग्यो। नाइजेरियामा 1984 मा सैनिक शासक मोहम्मदुले पुराना नोटलाई अमान्य गरी नयाँ नोट जारी गरे, तर जानकारी अभावका कारण यसले ठूलो समस्या निम्त्यायो। कालोबजारी बढ्यो, नीति असफल भयो। सन् 1991 मा सोभियत संघले 50 र 100 का रुबलका नोट अमान्य गर्यो। कुल पैसाको करिब 1/3 अचानक घट्दा ठूलो आर्थिक अव्यवस्था भयो। जनताले विश्वास गुमाएर यसले सोभियत संघको पतनमा योगदान पुग्यो। सन् 1987 मा म्यानमार सरकारले देशको 80% मुद्रा एकैपटक अमान्य गर्यो। त्यसपछि विद्यार्थी आन्दोलन सुरु भयो। सरकारको कठोर दमन र अव्यवस्थाले जनतामा ठूलो असन्तुष्टि पैदा गर्यो। अर्थतन्त्र बिग्रिन पुग्यो। सन् 1993 मा जायरे हालको डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा मोहम्मदु सेसे सेकोले पुराना नोट हटाएर नयाँ नोट ल्याए, तर जनतालाई पर्याप्त जानकारी नदिएकाले समस्या भयो। विदेशी मुद्रा र सुनतिर विश्वास भयो। अन्ततः उनको सरकारको पतन भयो, जसमा नोटबन्दी पनि एउटा कारण थियो। जस्तै जिम्बाब्वेको नोटबन्दीको कथा अत्यन्तै डरलाग्दो छ। सन् 2008 देखि 2009 मा देश हाइपर इन्फ्लेसनको चपेटामा थियो, जहाँ मूल्यहरू हरेक केही घण्टामा दोब्बर हुन्थे। सरकारले नोटबन्दी गरेर मुद्रालाई स्थिर बनाउने प्रयास गर्यो, तर यो पूर्ण रूपमा असफल भयो। जिम्बाब्वेको मुद्रा प्रणालीमाथि जनताको विश्वास पुरै टुट्यो, जसले गर्दा त्यहाँ अमेरिकी डलर जस्ता अन्य विदेशी मुद्रालाई कानुनी मान्यता दिनु पर्यो। यसरी केही देशदेखि रिसर्च गर्दा कयौं देशका यी यस्ता घटनाक्रमलाई हेर्दा सोचे अनुरूपमा नतिजा प्राप्त गर्न नसकेको देखिन्छ।